गुड आफ्टरनुन साथीभाइ। म अहिले घरि बोटानिकल गार्डनमा आएको छु। अहिले भर्खर 12 बजेको छ र तपाईहरुलाई गुड आफ्टरनुन है साथीभाइ, र स्वागत छ मेरो यो आजको भिडियोमा। र आजको यो भिडियो मैले विशेष तौरमा तपाईहरुको समक्ष यो बोटानिकल गार्डन विषय लिएर आएको छु। र यो बोटानिकल गार्डनमा मजा लाग्छ घुम्नु। यहाँ एकान्त ठाउँ छ। यो दार्जिलिङदेखिको यो सुपर मार्केटदेखि यहाँ अलिक तल पुग्दा चाहिँ बोटानिकल गार्डन हामी देख्न पाउँछौँ। र देख्नु हुँदैछ घुम्नेहरू सबै उहाँहरू पर्यटकहरू पनि देख्नु हुँदैछ बोटानिकल गार्डनमा, र उहाँहरू पनि घुम्न आएको हो। र यो बोटानिकल गार्डनलाई हामी बचाएर राख्नुपर्छ, किनभने यो बोटानिकल गार्डनमालाई किन बचाएर राख्नुपर्छ। र यो दार्जिलिङको एसेट हो। यो हाम्रो बोटानिकल गार्डन दार्जिलिङको एसेट हो। यो हिस्टोरिकल बोकेको छ यो बोटानिकल गार्डनले। अनि यो चाहिँ 1878 सालमा यो लोयडले बनाएको यो बोटानिकल गार्डन हो। र देख्नु हुँदैछ यो बोटानिकल गार्डनमा कति रमाइलो फुलहरू फुलिरहेको छ। अनि यहाँ सबैजना घुम्न आइरहेको छ बोटानिकल गार्डनमा। र तपाईहरुलाई देखाइरहेको छु कति सुन्दर छ। आज दिनले अलिकति साथ दिएको छैन साथीभाइ। यो दिनले साथ नदिँदाखेरि यहाँको मनोहर दृश्य नै अझै फिकापन भएको म महसुस गरिरहेको छु। र पनि आज अलिक गरम नभएर हल्का अलिकति आफूलाई शीतल लागिरहेको छ। र यो बोटानिकल गार्डनमा म आइपुगेको छु साथीभाइ। यो भित्र यो वरिपरि जाली लगाएको छ, अनि माथिबाट पनि जाली लगाएकोले गर्दाखेरि यो म भित्र बोटानिकल गार्डनको रोडमा पुगेको छु। र यस्तो भ्यू छ बोटानिकल गार्डनको। र तपाईहरुलाई कस्तो लाग्छ र तपाईहरु कमेन्ट र मेरो भिडियोमा लाइक र सब्स्क्राइब गरिदिनुहोस्। अनि यहाँ सानो नानी पनि हाम्रो बोटानिकल गार्डनमा घुम्नु निस्केको रहेछ। आमा पनि रहेछ साथमा। तपाईहरुलाई कस्तो लाग्यो यो बोटानिकल गार्डनमा आउँदा? हजुर र पनि तपाईहरुको हाम्रो एसेट हो नि त, होइन? यसलाई बचाएर राख्नुपर्छ नि हामीले। र खुसी लाग्यो उहाँलाई भेटेर पनि। उहाँ पनि घुम्न आएको रहेछ। तर दिनले अलिक साथ दिएन साथीभाइ। दिन अलिकति बर्खाको समय हो, पानी त पर्छ। अनि बारिस हुन्छ। र पनि अलिकति यहाँ शीतल छारीमा हामीले आफूलाई शीतल अनुभव गरेको छौँ। र यहाँ धेरै किसिमको प्लान्टहरू छ। अर्किडहरू बाहेक लिएर सबै चिजहरूको यहाँ हामी उद्भिदहरू प्लान्टहरू हामी पाउँछौँ। यो स्टेट गभर्मेन्टको अन्डरमा पर्छ यो बोटानिकल गार्डन। अनि यो फरेस्टले यसलाई हेर्छ म भन्छु। अनि यो हामी बचाएर राख्ने कति रमाइलो देख्नु हुँदैछ बोटानिकल गार्डन। यस्तै छ हाम्रो बोटानिकल गार्डन साथीभाइ हो। र तपाईलाई कस्तो लाग्छ? आज म बोटानिकल गार्डनमै घुम्न निस्किएको छु। र तपाईले मेरो भिडियोलाई सब्स्क्राइब र कमेन्ट गरिदिनु हुने म आशा साचेको छु। बोटानिकल गार्डन यस्तो छ है साथीभाइ। कति मजा लागिरहेको छ बोटानिकल गार्डनमा। यहाँ बोटानिकल गार्डन यहाँ साफसफाइको काम पनि हुँदैछ। कति सफाको कामहरू हुँदो रहेछ हेर्नुहोस् न साथीभाइ। हो यस्तो छ, सफाको काम हुँदैछ। अहिले खाना खाने छुट्टी भएको छ वर्करहरूको। र अहिले सबै वर्करहरू लन्चको टाइम भएकोले गर्दा सबै खानामा व्यस्त छन् यो बोटानिकल गार्डनको वर्करहरू। र आइपुगेँ म
यहाँ अर्किडहरू सामने देख्नु हुँदैछ, सामने अर्किडहरू राम्रो यहाँ धेरै किसिमको अर्किडहरूको फुलहरू छ। यहाँ विभिन्न प्रजातिको अर्किडहरू हामी देख्न पाउँछौँ। र बोटानिकल गार्डनको अवस्था यहाँ प्लान्टहरू छ, मनी प्लान्टहरू पनि छ यहाँ साथीभाइ। यहाँ क्याक्टसहरू, यहाँ उयोहरू के अरे एलोभेराहरू देख्नु हुँदैछ। मजा छ यहाँ। मजाको यो अर्किडहरू, डेन्ड्रोबियम डेन्सिफोरम अर्किडहरू पनि छ यहाँ मजाको। मजाको देख्नुभयो भित्र अर्किडहरू। यो नोबेली अर्किड पनि यहाँ छ। हेर्नु साथीभाइ, नोबेली अर्किडहरू, यी फुलहरू यी देख्नु हुँदैछ। यो सिम्बिडियमहरू, यो यी पेफिबिलियनहरू, यो पनि अर्किडै हो। यहाँ डेन्ड्रोबियमहरू यहाँ छ। यो फिम्ब्रिएटम हो, डेन्ड्रोबियम फिम्ब्रिएटम भन्छ यसलाई डेन्ड्रोबियम फिम्ब्रिएटम। यो नोबेली डेन्ड्रोबियम हो साथीभाइ। सबै यसलाई भन्छ तपाईँको, यसलाई भन्छ तपाईँको यो एउटा ब्याम्बो अर्किड पनि भन्छ यसलाई। ब्याम्बो अर्किड पत्ता यस्तो छ ब्याम्बो अर्किडको। यो क्रिस्टाटाहरू, यो भ्यान्डा क्रिस्टाटाहरू, यो दार्जिलिङको एकमात्र यो नर्सरी हो जहाँ हामी देख्न पाउँछौँ यो लोहित बोटानिकल गार्डन। यो सब स्पाइसहरू। यो क्यालेन्थे बिलोबा, यो क्यालेन्थे बिलोबा भन्छ यसलाई। यस्तो छ। यो पेफिबिलियनमा आउँछ, यो पेफिबिलियनमा आउँछ। यो बेबी कर्नु लिन्डल हो, यो बेबी कर्नु लिन्डलले फुलिरहेको छ। यो चाहिँ तपाईँको बरबाटा सिलोगाइनी, यहाँ बोबीफाइलमहरू पाइन्छ। यो भान्डा क्रिस्टाटा। र साथीभाइलाई थ्याङ्क यू, तपाईँहरूले भिडियो हेरिदिनुहुन्छ भन्ने आशा राख्दै म आज यो बोटानिकल गार्डनबाट निस्कन लागिरहेको छु। थ्याङ्क यू।